मैले सम्म बाटो रोजे तिमीलाई डाँडा पर्छ भने मैले फुल चुम्न चाहे तिमीलाई काँडा पर्छ भने तिमी एक्लै जाऊ म एक्लै जान्छु यो जीवनमा यस्तै भयो यो जीवनमा यस्तै भयो। अन्सु महतोजी नमस्कार। हजुर नमस्कार। आराम हुनुहुन्छ? एकदमै ठिक छ। हामी तपाईँलाई अकस्मात यो रेकर्डिङ स्टुडियोमा भेट्यौँ। यो गीतको बारेमा थोरै भनिदिनुहोस् न। यो गीत चाहिँ नि उसको निम्ति जुन आफूले प्रेम गरेको छ प्रेमी उसको निम्ति चाहिँ नि आफूले रोजेका कुराहरू उसको निम्ति अलिक धेरै होस् भनेर रोजेको, तर उसले चाहिँ नि अब त्यसलाई एक्सेप्ट नगर्ने कुराहरू छ। त्यस कारणले अब तिमी एउटा समझदारी जस्तो भनौँ, तिमी एक्लै हिँड म पनि एक्लै हिँड्छु भन्ने किसिमको छ। कतिपय झगडा हुन्छ तर यसमा चाहिँ एकदम समझदारी देखाइएको छ। रचनाकारले यसरी चाहिँ यसलाई निभाउनु भएको छ, साह्रै राम्रो रचना गर्नुभएको छ हाम्रो पूर्ण लामाज्यूले र सङ्गीतकार अष्ट लामाज्यू, एरेन्जर पनि उहाँ नै हुनुहुन्छ। र यो जुनेली स्टुडियोमा हामी काम गरिरहेका छौँ। हामी टिम असाध्यै आनन्दका साथ एकदमै चिया पिउँदै होइन रमाइलो गर्दै हामीले यो काम गर्दैछौँ। हजुर अन्सुमा त भन्ने बित्तिकै गीत सङ्गीत धेरै श्रोताहरूले दर्शकहरूले सुन्नुहुन्छ। ठ्याक्कै भन्दाखेरि अन्सुमन्तले कतिवटा गीत गाउनुभयो? अब लगभग दुई दशक भयो मैले यो क्षेत्रमा काम गरेको र 6000 लगभग भयो होला। हामीले ठ्याक्कै यसरी सुरु गऱ्यौँ। सबैभन्दा सुरुमा गाएको गीत सम्झिनुहुन्छ? सबैभन्दा सुरुमा मैले गाएको गीत चाहिँ नि हरेक मैले इन्टरभ्युजमा भनेको छु, भजनद्वारा मैले सुरु गरेकी हुँ। मेरो गुरु स्वर्गीय कृष्णमान डङ्गोलज्यूले सङ्गीत गर्नुभएको र आदरणीय आन्टी शिलापन्त आन्टीले शब्द रचना गर्नुभएको र यसमा मलाई अर्को गुरुबा बद्रीमान श्रेष्ठ गुरुबा उहाँले मलाई चाहिँ नि गाउनलाई मलाई लगाउनु भएको थियो बनाउन। हामीले डुएट गाएको थियौँ रेडियो नेपालमा लाइभ। मनवा मन नै योगी बनाऊ अश्रु जलले पाउँ पखाली प्रभुकै चरण समाऊ ए मनवा मन नै योगी बनाऊ। यसको अर्थ एकदमै गहिरो छ र यस्तो अर्थपूर्ण भजनबाट मैले सिङ्गिङ स्टार्ट गरेकी रहेछु। म परमेश्वरलाई धन्यवाद दिन्छु। स्वर्की जादु अन्सु पन्तले यति धेरै गीत गाउनु भएको छ। हजुर आफैले ठ्याक्कै यो गीत चाहिँ कस्तो एकदम मन पर्यो भन्ने छ त्यस्तो? त्यस्तो गीत त अब कयौँ छन् होइन। अब हजारौँ गीतमा अब 100औँ गीत छन् भन्नुपर्छ। कयौँ छन् 100 छन्, तर अब त्यसमध्येमा मैले सम्झिन लायक जिन्दगी यो फुले फुलको थुङ्गो हुँदैन मैले हर इन्टरभ्युजमा भन्छु, किनकि यो चाहिँ जिन्दगीलाई सम्बोधन गरेको छ यसले र सधैँभरि मानिसको जीवनमा यस्तै नै हुन्छ। यो हरेक यङ्स्टरदेखि लिएर हाम्रो बाबाआमाहरूदेखि लिएर सम्पूर्णलाई मनपर्छ यो गीत। राजेन राज शिवाकोटीले सङ्गीत गर्नुभएको र राजेन राईज्यूले शब्द रचना गर्नुभएको यो गीतलाई चाहिँ नि अब धेरैले रुचाउनु भएको छ। र अब अहिले पछिल्लो समयमा धेरै छ मेरा आसक्तिका भावनाहरू तिमीले बुझ्न सकेको भए म टुक्रा टुक्रा भएर किन छरिन्थ्यो होला। यो गीत सम्बुजित बास्कोटा सरले कम्पोज गर्नुभएको हो भने शब्द रचना चाहिँ हाम्रो उन्नति बोहरा शिलाज्यूले गर्नुभएको छ। अनि एरेन्जमा हाम्रो अमूल कार्कीढले ज्यू हुनुहुन्छ। त्यस्तै गरेर अब अहिले आएर प्रेम गीत चलचित्रको अर्जुन पोखरेलज्यूले सङ्गीत अनि शब्द रचना गर्नुभएको गीत छ। यो म यस्तो गीत गाउँछु जुन प्रेम गीत बनोस्, हर माया गर्ने जोडीले आफ्नै गीत बनोस्। यो पनि जबसम्म प्रेम रहन्छ जबसम्म पृथ्वी रहन्छ तबसम्म रहने गीत हो यो। अनि एकदमै मनपर्छ मलाई। अनि तिम्रो आँखामा आँसु हेरी हाँस्ने दिन नआओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन नआओस्। अब कयौँ छन्, अब नाम बताउँदै गुवा पहुँच जाएका भने जस्तो के। त्यस कारण आफ्नै गीतहरूमा कतिपय गीतहरूमा म रुन्छु, रोएको केसेस पनि धेरै छ। हजुर जस्तो हजारौँ गीत गाउनु भएको छ। अन्सु पन्तका अलिक धेरै गीतहरू कुन छन्? जस्तो आधुनिक गीत अरू गीत गाउनु भएको छ कि लोकगीत पनि कतिपय गाउनु भयो होला? अनि सिङ्गल डुएटमा सबभन्दा बढी गाएकोमा? आधुनिक गीत ज्यादा भन्नुपर्छ, त्यस पछाडि चलचित्रका, अनि गजल, अनि लोकगीत भयो, पप गीतहरू पनि छ। लोकगीतमा अहिले सुर्के थैली खै एकदमै 1 करोडै हुन लागिसक्यो युट्युबमा। अब सायदै कहिले होला कुनै गीतमा चाहिँ नि त्यस्तो छैन नेपालमा। यो एउटा आशिष भन्नुपर्छ। यो टिमलाई म धन्यवाद दिन चाहन्छु, दीपक दिपाज्यू अनि हाम्रो जति पनि आबद्ध हुनुहुन्छ यस चलचित्रमा। राजेन राज शिवाकोटीज्यूले चाहिँ नि सङ्कलन गराउनु भएको यो गीत हो र यो चाहिँ नि दोलखाको बाबाआमाहरूलाई म धन्यवाद दिन चाहन्छु कि उहाँहरूले हामीलाई एउटा आशिषको रूपमा यो गिफ्ट दिनुभयो। उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु।
दर्शक श्रोताले रेकर्डिङ स्टुडियोमा कसरी गाउँछन् होला भन्ने कुरा सायदै धेरैले थाहा छैन। अन्जुमन त कस्तो हुनुहुन्छ भनेर त भिडियोमा हेर्नुभन्दा प्रत्यक्ष हेर्दा अझ मजा होला। प्रत्यक्ष तरिकाले अहिले हामीले यहाँनिर तपाईँलाई सुर्के थैली गाउन थोरै लगायौँ। हस्, धेरै धेरै धन्यवाद। र अहिले यो फान अवार्डमा पनि नोमिनेसनमा पर्न सफल यो गीत यहाँको लागि। सुर्के थैली खै भन सुर्के थैली खै पटुकीमा स्युरेको झुम्के रुमाल खै झुम्के रुमाल खै भन झुम्के रुमाल खै चौबन्दीमा तुनेको झुम्के रुमाल खै। यही गीतको कुरा गर्न चाहे यसरी हिट हुन्थ्यो जस्तो लाग्थ्यो कि लाग्दैन योभन्दा अगाडि गाउनुभन्दा अगाडि? यो त अब सोचेको हुँदैन। अब हामीले हरेक कामलाई चाहिँ न्यायपूर्ण आफूले निभाउन सकौँ भन्ने प्रयास मात्रै हो। तर अब मेरो दर्शक श्रोता परिवारहरू जसले मलाई प्रेम गर्नुहुन्छ उहाँले यति धेरै चाहिँ मलाई साथ दिनुभएको छ, हरेक कामलाई सराहना दिनुभएको छ, मलाई उत्साह उमङ्ग दिनुभएको छ। अनि त्यो नसोचिकन हुने कुरा जस्तो नबिर्से तिमीलाई तिमी पराई ठानेपछि तिर्खा लागे पानी खाएँ कहाँ भेटेला सागर सरी चोखो माया होइन वसन्त सापकोटाज्यूले साह्रै राम्रो लेख्नुभएको छ र साह्रै राम्रो सङ्गीत गर्नुभएको गीत हो यो। आदरणीय दाइ हाम्रो राजेश दाइ र मैले गाएको गीत यो जीवन्त भयो। यो गीत पनि धेरै कयौँ छन् मलाई बाँसुरीले रोया साइला नबजाऊ बाँसुरीले। अब कतिपय स्टेजमा भन्नुपर्दाखेरि दृष्टिविहीन हाम्रो जति पनि परिवारहरू हुनुहुन्छ होइन उहाँहरूले मलाई भन्नुहुन्छ स्टेजमा अन्जु दिदी कता हुनुहुन्छ भनेर आउनुहुन्छ उहाँहरू र मैले स्टेजबाट हात दिन्छु र उहाँहरूले मेरो हात समातेर भन्नुहुन्छ। त्यो बेला चाहिँ मलाई एकदम भगाउन छोड्छ, मलाई एकदम गाह्रो हुन्छ। त्यतिखेर उहाँहरूले भन्नुहुन्छ कि अन्जु दिदी अँधेरी जस्तै जुन बिनाको गाइदिनुहोस् न भन्नुहुन्छ क्या उहाँहरूले। अब म पनि रुन थाल्छु है, कति अप्ठ्यारो क्या मलाई। अनि म त्यो गीत गाइदिन्छु उहाँहरूलाई डेडिकेट गर्दै। यस्ता जीवन्त गीतहरू कयौँ छन्। मलाई एकदमै खुसी लाग्छ कि हाम्रो रेकर्डिङ स्टुडियो रेकर्डिस्ट अनि जति पनि म्युजिसियन दाजुभाइहरू हुनुहुन्छ, सङ्गीतकार, रचनाकार, एरेन्जर, मसँग सँगै गाउन हुने सहगायकहरू सम्पूर्णलाई अनि कम्पनीहरू होइन सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु। र यसै कार्यक्रम मार्फत अनि मेरो पत्रकारज्यूहरू जति पनि हुनुहुन्छ परिवारहरू उहाँहरूले मलाई सदैव साथ दिएर चाहिँ मलाई उठाउनु भएको छ। म लड्न लाग्दाखेरि पनि उठाउनु भएको छ। म धन्यवाद दिन्छु सम्पूर्णलाई यसै कार्यक्रम मार्फत। जस्तो पछिल्लो समयको यी दुईवटा फिल्महरू जुन सुर्के थैली भयो एउटा फिल्मको गीतको कुरा अनि प्रेम गीतको पनि निकै नै चर्चित भनौँ धेरै चर्चा पनि चल्यो। त्यो गीत पनि म थोरै सुन्न चाहेँ। हजुर प्लिज प्लिज। यो चाहिँ अहिले फान अवार्डमा चाहिँ नि जोस मलाई चाहिँ नि उहाँहरूले सम्झिनुभयो र मलाई दिनुभयो। जुरी मेम्बरहरू सबैलाई धन्यवाद दिँदै म यो गीत चाहिँ नि सम्पूर्ण सङ्गीत जगत र प्रेम गर्ने जोडीहरूलाई डेडिकेट गर्दै यो गीत गाउन चाहन्छु। म यस्तो गीत गाउँछु जुन प्रेम गीत बनोस् हर माया गर्ने जोडीले आफ्नै गीत बनोस्। म यस्तो गीत गाउँछु जुन प्रेम गीत बनोस् हर माया गर्ने जोडीले आफ्नै गीत बनोस्। राम्रा राम्रा सपना होस् तहाँ मीठा मीठा विपना होस् तहाँ दुई मुटु एक धडकन हुन्छ जहाँ नियालेर मेरो आँखामा हेर त्यहाँ पाउँछ आफ्नै चित्र सजाइसकेको छु मैले तिमीलाई मेरो यो मुटुभित्र। ज्यादै नै मिठो गीत चाहिँ नि छ। अर्जुन पोखरेलज्यूलाई म धन्यवाद दिन चाहन्छु र प्रेम गीत चलचित्रका जति पनि टिमहरू हुनुहुन्छ सम्पूर्णलाई म धन्यवाद। प्रेम गीत चलचित्र आफैमा पनि एकदमै राम्रो चलचित्र बनेको छ र सङ्गीत पनि उत्तिकै सशक्त छ। धन्यवाद। जस्तो तपाईँ लाखौँ करोडौँ दर्शक श्रोताको फ्यान त त्यसै हुनुहुन्छ, अरू गायक गायिकाको पनि फ्यान हुनुहुन्छ। यस्तै खालको स्वर बनाउन पाए त हुन्थ्यो भन्नुहुन्छ होइन? त्यस्तो खालको ठ्याक्कै यस्तो भनेर केही टिप्स छ जुन गायक गायिकाको लागि दिन सक्ने तपाईँले? अब मैले खासमा गुरु त कोही पनि छैन है। अथाह सागर समुद्र छ यो। अब यसमा मैले अब भनिरहने कुरा त छैन। अब मैले पनि आफूले पनि दिन प्रतिदिन सिक्दै गइरहेकी छु। त्यस कारणले गर्दाखेरि
यहाँहरूलाई म मेरो जति पनि म पछाडि आउनुहुने भाइ बहिनीहरू हुनुहुन्छ यहाँहरूलाई म एकदमै धेरै चाहिँ नि वेलकम भन्न चाहन्छु। गुरुलाई एकपर आदर सत्कार गरेर चाहिँ नि तपाईँले सिकेर आउनुहोस् होइन र सही अनुरूपले चाहिँ नि आफूले आफूलाई सच्याउँदै आउनुहोला र नम्र भएर आउनुहोला र जति तपाईँहरू चाहिँ नि आफूलाई क्लास टप्दै जानुहुन्छ जति खुड्किला पार गर्दै जानुहुन्छ त्यति चाहिँ नि तपाईँहरू नम्र हुनुहोस् र संसार जित्नुहोस् भनेर म भन्न चाहन्छु। जस्तो देशभित्रको प्रोग्रामको कुराहरू गर्न चाहे स्टेजमा जाँदाखेरि अहिलेसम्म कुनै त्यस्तो अविस्मरणीय भएको कुनै दर्शकले रोइदिनु भएको आफै रुनु भएको त्यस्तो खालको सम्झिनु पर्दा? त्यो धेरै छ। त्यो स्टेजको लागि चाहिँ यहाँले एकदमै राम्रो क्वेसन गर्नुभयो, धन्यवाद। स्टेजमा चाहिँ नि मैले अहिले भर्खर पनि मैले यहाँ हाम्रो भलाकुसारीहरू हुँदाखेरि सेयर गरिरहेको थिएँ किनकि मलाई सबै जहाँ जहाँ म जान्छु त्यहाँ त्यहाँ मेरो परिवार हुनुहुन्छ जस्तो लाग्छ। म स्टेज जाँदाखेरि पनि लाखौँको हाराहारी मेरो दर्शक श्रोता हुनुहुन्छ तर उहाँहरूलाई देख्दाखेरि मेरो आफ्नो परिवार जसले मलाई भेट्न आइरहनु भएको छ म पनि दुःख गरेर उहाँहरूलाई भेट्न जान्छु। विदेशमा भनौँ या गाउँघरतिर भनौँ या काठमाडौँमा भनौँ जहाँ पनि र म उहाँहरूको अगाडि यति भाव विह्वल भएर गीत गाउँदै म आफ्ना जीवनका कुराहरू सेयर गर्दै आनन्दित हुन्छु। ट्राभलका कुराहरू सेयर गर्छु होइन। मैले खाना खाँदाखेरि कस्तो अनुभूति भयो, कहाँ बस्दा कसरी अनुभूति भयो, हरेक कुराहरू होइन। मलाई कतिखेर गाह्रोपना भयो सबै कुराहरू चाहिँ म भन्ने मेरो बानी छ। धेरै त्यस्तो छ जहाँ चाहिँ स्टेजमा म जाँदाखेरि अडियन्स पनि रुने म पनि रुने त्यो धेरै केसेस हुन्छ किन गीतहरू त्यस्तै छ। अब अहिले भर्खर रिसेन्टली पनि म जब यो वर्ष म क्यानाडा गएँ त्यस पछाडि लन्डन गएँ होइन। लन्डन क्यानाडा अनि त्यस पछाडि स्विजरल्यान्ड पोर्चुगल गएँ। अनि त्यहाँ स्विजरल्यान्डमा चाहिँ नि मेरो यङ्स्टर जति पनि हुनुहुन्थ्यो दाजुभाइहरू उहाँहरूले स्टेजमा म गाउँदै हेरिरहेको छु अनि उहाँहरूले मलाई हेरिरहनु भएको छ अनि उहाँहरू टिलपिल आँसु लिएर रुन थाल्नुहुन्छ। अब म पनि रुन थालेँ अनि उहाँहरूले पछि चाहिँ नि अर्गनाइजर हाम्रो बिमलाजी हुनुहुन्थ्यो, बिमलाजीले चाहिँ अर्गनाइज गर्नुभएको थियो अनि उहाँलाई चाहिँ नि हाम्रो दाजुभाइहरूले भन्नुभयो अरे कि कस्तो देवीलाई ल्याइदिनु भएको भन्नुभएको थियो अरे क्या उहाँहरूले। अनि उहाँलाई देख्दाखेरि त्यस्तो भयो अरे भन्ने कुराहरू सेयर गर्नुभएको थियो र म त्यसैमा चाहिँ नि एकदम आभारी छु कि यहाँहरूले मलाई म प्रोग्राममा आउँदाखेरि मलाई आफ्नो एउटा चेलीलाई जत्तिकै प्रोटेक्ट गरेर आदर सम्मान गरेर प्रेम दिएर मलाई यति धेरै मुटुभरि माया दिएर पठाउनुहुन्छ म पनि भुल्न सक्दिनँ। म जहाँ जहाँ जुन कुनामा हुनुहुन्छ विश्वको म सबैलाई सम्झेर दिनरात प्रार्थना पनि गर्छु। पढाइको लागि जानुभएको हुन्छ, कामको लागि जानुभएको हुन्छ, कति गाह्रो छ कति दुःख छ त्यो हामीलाई थाहा छ, हामीले देखेर आएको छौँ। त्यस कारणले म यहाँहरू सबैलाई सदैव सम्झिरहन्छु। लगभग कतिवटा देशमा पुग्नुभयो अहिलेसम्म बाहिरको प्रोग्राममा? लगभग 30-35 वटा मात्रै। जस्तो अन्जु बन्धका गीतहरू सुन्ने फ्यानहरू धेरै हुनुहुन्छ, हेर्न पाए हुन्थ्यो भेट्न पाए हुन्थ्यो तर उहाँको दिनचर्या कसरी बित्छ होला भन्ने कुरा सायदै कति इच्छुक हुनुहुन्छ होला दर्शक श्रोताहरू। बिहानदेखि कुरा गरौँ, बिहान उठ्दैदेखि साँझसम्मको तपाईँको दिनचर्याहरू। अब बिहान उठ्दाखेरि भनौँ मैले सुरुवातमा प्रार्थना गर्छु उठ्नसाथ। प्रार्थना गरिसकेर म आफ्नो फ्रेस हुने कुराहरू भए त्यस पछाडि म व्यायाम गर्छु, मर्निङ वाक गर्छु, स्किपिङ गर्छु। त्यस पछाडि मेसिनमा मैले आफ्नो व्यायामहरू गर्छु। त्यस पछाडि म रियाज गर्छु अनि क्लास जान्छु। मेरो क्लास कलेजको क्लासहरू मैले लिनुपर्ने हुन्छ त्यो मैले गरेर आउँछु अनि त्यस पछाडि चाहिँ नि बल्ल मेरो चाहिँ नि यो साङ्गीतिक क्षेत्रको कामहरू मैले सुरु गर्छु। रेकर्डिङ, इन्टरभ्युज अनि स्टेज प्रोग्राम, मिटिङ, कुनै मिटिङहरू म जानै पर्ने छ भने त्यहाँ म गर्छु। यिनै गर्दा गर्दै बेलुका रात पर्छ हजुर यस्तै छ। अहिलेसम्म कतिवटा दिनमा यतिवटा जति समय त बढी रेकर्ड भएको गीतहरू भन्नुमा? चलचित्रको कामहरू गर्दाखेरि मैले 5 वटासम्म मैले गरेकी छु अनि अहिले चाहिँ नि मैले खासमा म्याक्सिमम् 2टा गर्छु। जस्तो हिजोको दिनमा मेरो कति 4टा रेकर्डिङ अनि एउटा सो थियो। मैले 2टा रेकर्डिङ चाहिँ थाती राखेँ अर्को दिन गर्ने भनेर र 2टा चाहिँ गरेँ अनि सो सकाएँ। 2टासम्म गर्दाखेरि ठिकै हुन्छ किनकि गलाले पनि त्यो फ्रेसनेस चाहिँ नि गलाले ल्याउँछ। त्यस कारणले गर्दाखेरि पनि अब पायो भनेर सबै स्वर्ने कोसिस गर्यो भने पनि अलि घातक होला कि त्यस कारणले बरु समय लिने अनि राम्रो तरिकाले जाने भन्ने कुराहरू। जस्तो अन्तिम केही कुराहरू जोड्न चाहेँ मैले। तपाईँका फ्यान धेरै हुनुहुन्छ, तपाईँलाई सामाजिक सञ्जाल प्रत्यक्ष भेट्ने कुराहरूमा होइन कतिको फ्यानहरूको अलि भनौँ न क्लोज हुने कुराहरूमा कि म यहाँलाई क्षमा पनि चाहन्छु कि म मेसेन्जरमा अनि
धेरै जस्तो त्यस्तो कुराहरूमा म आइरहेको हुँदैन अनि कतिले चाहिँ म भनेर कुरा गर्नु हुँदो रहेछ कतिको मिसयुज होला अनि म भन्ठानेर फेरि यहाँहरू रिसाउनु होला त्यो गलत फेमीमा चाहिँ नबस्नु होला तर कतिलाई थाहा छ होइन मेरो ओरिजिनल आइडीमा पनि कतिले सोधिरहनुहुन्छ अन्जु पन्त त हो त्यसरी सोध्नुहुन्छ अनि अर्को चाहिँ म इम्पोर्टेन्ट कुरा के भन्न चाहन्छु भन्दाखेरि जुन मेरो त्यो एक समयमा जुन मेरो अभद्र पिक्चर तस्बिर आयो भनेर जुन भुइँमा आयो होइन त्यसमा चाहिँ नि क्लियर भइसकेको छ र पनि अहिलेको पिँढीहरूले पनि अझै चाहिँ नि जसलाई थाहा छैन उहाँहरूले चाहिँ त्यही नेगेटिभ सेन्समा गइरहनु भएको छ कि अन्जु पन्त यस्तो तर जो नजिक हुन्छ मिडिया पर्सन जतिले पनि त्यो 2 घन्टा विदिन 2 आवर्समा चाहिँ नि त्यो एकदमै क्लियर भइसकेको थियो त्यो चाहिँ त्यो तस्बिरमा चाहिँ नि म होइन किनकि त्यसको हजुरहरूले याद गर्नुहुन्छ कति नजिकै भएको मसँग नजिकै हुने फ्यानहरूले चाहिँ नि त्यो याद गर्नुहुन्छ ठ्याक्कै चिनिहाल्नुहुन्छ कि त्यो यहाँबाट चाहिँ नि मेरो कपालको त्यो जुन छ निधारबाट त्यो होइन यहाँ कानको जुन यहाँ छ होइन यो लोती यस्तो कानको यो पनि मेरो होइन र हातमा कहिले पनि मैले यसमा र यसमा औँठी लगाउँदिनँ जहिले पनि मैले यहाँ कि यहाँ यस्तो हुन्छु कि यहाँ लाउँछु होइन त्यस कारण त्यो यस्तो छ र हातको बनावटहरू हरेक चिजले चाहिँ त्यो पुष्टि गर्छ कि त्यो म होइन भन्ने कुरा तर त्यो तस्बिरले चाहिँ अहिले पनि फेरि पनि त्यो तस्बिर निकालेर चाहिँ नि भनौँ अब नराम्रो तरिकाले आइरहेछ त्यस कारण म यहाँहरूलाई आग्रह गर्न चाहन्छु कि म त्यो तस्बिरमा होइन त्यो चाहिँ otherpan.com.बाट चाहिँ नि निकालिएको एउटा फेस मिल्न पुगेको चाहिँ नि एउटा निकालिएको तस्बिर हो र मलाई मेरो पत्रकार मित्रहरू कति आदरणीय मित्रहरू हुनुहुन्थ्यो उहाँहरूले मलाई त्यो समयमा पनि भन्नुहुन्थ्यो कि अन्जुजी हजुरले चिन्ता नगर्नुहोस् अब त्यो भाग्यमानी निस्क्यो कि त्यहाँको चाहिँ एउटा केटीको चाहिँ फेस हल्का मिल्न पुग्यो भन्ने कुराहरू उहाँहरूले गर्नुभएको थियो त्यस कारणले त्यो कुरामा चाहिँ हजुरले क्लियर गरिदिनु होला जति सक्नुहुन्छ सबैजनाले सेयर पनि गरिदिनु होला भनेर म आग्रह गर्न चाहन्छु र सम्पूर्ण मलाई कमेन्ट दिने मलाई नराम्रै कमेन्ट दिने गाली गलोच गर्नेहरूलाई पनि म धन्यवाद भन्न चाहन्छु किनकि मेरै परिवार हो हजुरहरू पनि र जसले बढी प्रेम गरिन्छ उसैले गाली दिन्छ तर अलिकति मेरो पनि मन दुख्ला भनेर चाहिँ याद गरिदिनु होला त्यही भन्न चाहन्छु हुन्छ व्यस्तताका बावजुद यति धेरै समय हो नि हामीलाई समय दिनुभयो त्यसका लागि धेरै धेरै धन्यवाद अन्तिममा तपाईँका सकारात्मक फ्यानहरूको लागि राम्रो फ्यानहरूको लागि के भन्नुहुन्छ मेरो फ्यानहरूमा अब सकारात्मक त करोडौँ हुनुहुन्छ नकारात्मक कोही कोही हुनुहुन्छ होला र पनि नकारात्मक पनि मेरै परिवार हो म हजुरहरूसँग रिसाएको छैन मलाई कतिपल्ट मेरो युट्युब अनि मेरो पेज फेसबुक इन्स्टाग्राम हरेकमा कतिपल्ट धेरै राम्रो राम्रो कमेन्ट्सहरू कुनैमा चाहिँ अति अभद्र अति चित्त दुख्ने गरेर लेखिएको कमेन्टहरू छ तर त्यसमा मैले आफूले देखेँ भने चाहिँ म भित्र गएर मेसेन्जरमा गएर म उहाँहरूलाई चाहिँ गड ब्लेस यु एन्ड योर फ्यामिली भनिदिन्छु त्यस कारणले मलाई त्यसमा केही छैन त्यो मेरो मनबाट निस्केको कुरा हो र म उहाँहरूको निम्ति झन् धेरै प्रार्थना गर्छु कि ठिक तरिकाले यहाँको जीवनहरू चलाउने होस् भनेर म प्रार्थना गर्छु हस् धेरै धेरै धन्यवाद हजुर धेरै धन्यवाद यहाँले पनि मलाई आज चाहिँ एउटा सुन्दर समय भन्नुपर्छ होइन हामीहरू चाहिँ एउटा परिवार आज मिठो भेटघाट मिठो कुराकानीहरू हुन सक्यो त्यस कारणले यहाँलाई पनि म धेरै हृदयदेखि नै आभार व्यक्त गर्दछु र सम्पूर्ण सङ्गीत जगतका हरेक सेक्टरका हाम्रो उच्च ओदाबीमा रहनुहुने आदरणीय राष्ट्रपतिज्यू अनि प्रधानमन्त्रीज्यू आदरणीय चिफ साहबदेखि लिएर सम्पूर्ण जो जति जहाँ हुनुहुन्छ जस्तो सेक्टरमा हुनुहुन्छ होइन यहाँहरू सबैलाई म हरदम सम्झिन्छु र हरदम मेरो मनको एउटा ठाउँ छ जहाँ मैले चाहिँ सधैँ सम्झिने गरेर सधैँ प्रार्थना गर्ने गर्छु यहाँलाई मैले कहिले पनि भुलेको छैन र म यहाँहरूकै चेली हुँ र यहाँहरूकै गायिका हुँ यहाँहरूलाई हरदम चाहिँ नि मैले खुसी तुल्याउने सुखमा दुःखमा चाहिँ नि साथ रहने खालको गीतहरू प्रस्तुत गर्ने रहन्छु यहाँले मलाई आशीर्वाद प्रेम सद्भाव दिने नै हुनेछ भनेर विश्वास गर्दछु थ्याङ्क यू